बाटोको बारेमा मैले केही नथाहा पाएँ हामीलाई जहिले प्रसङ्ग उठ्छ जहिले प्रसङ्ग थाहा पाउँछु त्यो दिन चाहिँ कुरा गरिदिन्थेँ रहेछ खासमा त्योभन्दा अगाडि चाहिँ फिल नहुँदो रहेछ फिल चाहिँ गर्नु जान्नु पर्दो रहेछ होइन अरूको दुःखलाई पनि आफ्नै दुःख जसरी लिन पर्दो रहेछ ओ भगवान् यही गाडीमा सुत्दिउँ जस्तो भइसक्यो यार यस्तो रुम रेडी भइसक्यो ओ बिचरा ल हेर्नु गाइस लाइन काटेर त्यहाँ पनि बाहिर कति गाह्रो भयो होला उहाँहरूलाई चाहिँ सोच्नु त लाइन गएर बाहिर निस्किनु भयो लाइन काट्ने मान्छेलाई सरप हाल्नु त लाइन काट्ने मान्छेलाई ठर्काउनु त हेलो दाइ होइन क्या लाइन काट्ने मान्छेलाई ठर्काउनुहोस् लाइन काट्ने मान्छेलाई ठर्काउनुहोस् त लाइन काट्ने मान्छेलाई के भन्न चाहनुहुन्छ हजुरले लाइन काट्ने मान्छेलाई चाहिँ यो किन यति राति यस्तो गर्मीमा छ होइन एकदम हामीलाई गाह्रो परिरहेछ कि मर्न मात्रै सकिएको छैन सकेको छैन हेर्नु न हामीले अब कसलाई भोट हाल्नु पर्यो राम्रोलाई भोट हाल्नु पर्यो नि होइन एकदम हामीले अब राम्रोलाई भोट हाल्नु पर्यो नि होइन यो लाइन अब यो त्यो 2-3 दिन मासु भातमा त्यो र्याली जाने मान्छेलाई थप्पड हान्नुमा चाहिँ घर बोलाएर है यो लाइन काट्ने मान्छेलाई त यहाँ म यस्तो छु यहाँ म परान्जाल म परान्जाल जस्तो भयो यार ल फोटो हान्नै पर्यो नि गाइस सब्सक्राइबरहरूले भनेपछि म टी सर्ट लाउँछु पर्नुहोस् फेरि मेरो सिक्स प्याक देख्यो भने चाहिँ गाह्रो हुन्छ है लाइन काट्ने मान्छे के काट्नु पर्छ अरे